नमस्ते सबैजनालाई। मेरो नाम माधव खड्गा। भाग्यमा नभएको सम्बन्ध कथा र माधव खड्गा च्यानलमा तपाईँलाई स्वागत छ। यो कथाको मुख्य पात्र प्रिय रतन परियार हुनुहुन्छ। यो उहाँको भाग्यमा नभएको सम्बन्धको कथा हो। हुन त भाग्यमा नभएको मान्छेसँग भेट गराउने यो संसार पनि कति अजीब छ हो। उहाँको जीवनमा पनि यस्तै भएको छ। जुन सम्बन्ध आफूले बचाउँछु भन्दा भन्दै पनि अहिले छुट्न बाध्य हुनुभएको छ। उहाँले भन्नुहुन्छ, प्रिय, आजभोलिको जमाना भनेको आधुनिक प्रविधिको जमाना हो। जस्तै फेसबुक, ट्विटर, व्हाट्सएप, इन्स्टाग्राम धेरै हो। हामी त्यही सामाजिक सञ्जाल फेसबुकबाट जोडिएका थियौँ। करिब लामो समयको सम्बन्धपछि हामी बिहेको लगनगाँठोसम्म बाँधिएका थियौँ। सँगै मर्ने अनि सँगै बाँच्ने कसम पनि खाएका थियौँ। तर हेर न, आज 2 वर्ष नहुँदै छुट्टिनु पर्यो, डिभोर्स भयो। एकतर्फीबाट मात्रै सम्बन्ध जोगाउँछु भन्दा नहुँदो रहेछ। मैले सोचेको थिएँ मेरो दुःखको समयमा तिमीले मलाई साथ दिन्छौ, तर उल्टो विश्वासघात गरेर गयौ। तिमी आएपछि हाँसेको म तिमीले नै रुवाएर गयौ। जिन्दगीभरि साथ दिन्छु भन्ने अहिले आफै पराई गराएर गयौ। मलाई थाहा छैन तिमीले यो सब किन गर्यौ, या मैले धेरै माया केयर गरेको पसेन, या मभन्दा धेरै माया अरू कोहीबाट पायौ। त्यसैले तिमीले भनेको हरेक कुरा मान्ने म, जन्म दिने आमा बाबालाई त्यागेर तिम्रो खुसीको लागि तिमीसँगै बसेको म। तर आज हेर न, तिमीले डिभोर्स चाहियो भन्दा सजिलै तिम्रो खुसीको लागि साइन गरिदिने म। मलाई थाहा थियो अहिले मेरो समय खराब चलिरहेको छ। सोचेको थिएँ साथ सपोर्ट पाउँछु, तर उल्टो विश्वासघात, डिभोर्स दिएर गयो। थरी थरीको शरीरको बासना लिन लत लागेको तिमीलाई मैले मेरो प्रेमको बासनाले किन बाँधेर राख्न सक्थे र? सुनेको थिएँ केटा मान्छे पैसा कमाउन जरुरी छ, किनभने केटी मान्छे पैसा नभएको केटालाई हेर्दैन। तर त्यो आज तिमीले प्रमाणित गरिदियौ। ठिकै छ, घृणा के हो आज तिमी सिकाऊ। पश्चाताप केलाई भनिन्छ भोलि म सिकाउनेछु। समय न हो, सुनेको छौ होला नि पृथ्वी गोलो छ भनेर, पालो सबैको आउँछ भनेर। आज तिमीले मलाई रुवाएर गयौ, भोलि तिमीलाई नै अरूले रुवाउने छ। कोही तिमीलाई माया गरिरहने मान्छे। रतन।